के काठमाडौँ उपत्यका साँच्चै एउटा विशाल ताल थियो? नेपाल नाम कहाँबाट आयो? पहिले नेपाली राजा को थिए? किरात, लिच्छविक र मल्ल राजाहरूले नेपाललाई कसरी निर्माण गरे? र एउटा सानो गोर्खा राज्यका राजाले कसरी आजको नेपाल बनाउने सपना देखे? यी सबै प्रश्नको उत्तर आज हामी नेपालको हजारौं वर्ष पुरानो इतिहासमा खोज्नेछौँ। आज हामी जुन नेपालमा बसिरहेका छौँ, के तपाईले कहिले सोच्नु भएको छ यो देशको सुरुवात कहाँबाट भयो? के नेपाल सधैँदेखि यस्तै थियो? काठमाडौँ उपत्यका साँच्चै एउटा विशाल ताल थियो? पहिले नेपाली राजा को थिए र कसरी धेरै साना राज्यहरू मिलेर आजको नेपाल बन्यो? आजको भिडियोमा हामी हजारौं वर्ष पछाडि जानेछौँ। नेपालको उत्पत्तिदेखि पृथ्वीनारायण शाहको एकीकरणसम्मको रोचक इतिहास सरल भाषामा बुझ्नेछौँ। सो लेट्स बिगिन आवर जर्नी। नेपालको इतिहास कुनै एउटा राजा वा एउटा युद्धबाट सुरु हुँदैन। यसको इतिहास हजारौं वर्ष पुरानो छ। धार्मिक कथा अनुसार आजको काठमाडौँ उपत्यका पहिले एउटा विशाल ताल थियो। चारैतिर पानी मात्रै थियो। त्यो समयमा बोधिसत्व मञ्जुश्री चीनतर्फबाट यहाँ आएका थिए। उहाँले आफ्नो खण्डकले चोभारको डाँडा काटिदिए। त्यसपछि तालको पानी बागमती नदी हुँदै बाहिर निस्कियो। बिस्तारै पानी सुकेपछि उपत्यका बस्न योग्य बन्यो। आज पनि चोभार क्षेत्र यही कथासँग जोडिएको छ। तर वैज्ञानिक अनुसन्धानले फरक कुरा बताउँछ। पुरातत्व विद्वानका अनुसार काठमाडौँ उपत्यका करिब 1000 वर्ष अघिदेखि मानिस बस्दै आएका थिए। ढुङ्गे युगका औजार, पुराना बस्तीका अवशेष, विभिन्न पुरातात्विक सामग्रीले यसको प्रमाण दिन्छ। ढुङ्गे युगका हजारौं पुराना बस्तीका अवशेष र विभिन्न पुरातात्विक सामग्रीले यसको प्रमाण दिन्छ। त्यसैले नेपालको इतिहास धार्मिक विश्वास र वैज्ञानिक प्रमाण दुवैसँग जोडिएको छ। नेपाल नाम कसरी रह्यो? अब अर्को रोचक प्रश्न हो, नेपालको नाम नेपाल किन रह्यो? यसको धेरै मत छ। पहिलो मत अनुसार एक ऋषि थिए ने मुनि। उनले यो भूमिको संरक्षण गरेका कारण ने र पाल मिलेर नेपाल बनेको भनिन्छ। अर्को मत अनुसार तिब्बती भाषामा ने भनेको पवित्र स्थान र पाल भनेको देश भन्ने अर्थ लाग्छ। त्यसैले नेपाल अर्थ पवित्र भूमि। आजसम्म यी मध्ये कुन सही हो भन्ने निश्चित प्रमाण छैन। तर सबैले स्वीकार गर्ने कुरा एउटै हो, नेपाल संसारका सबैभन्दा पुराना स्वतन्त्र राष्ट्रहरूमध्ये एक हो। किराँतकाल। अब सुरु हुन्छ नेपालको पहिलो सङ्गठित शासन। करिब ईसापूर्व 800 तिर नेपालमा किराँत राजाहरूले शासन सुरु गरे। पहिला राजा थिए यलम्बर। धार्मिक विश्वास अनुसार उनी महाभारत युद्धमा पनि सहभागी भएका थिए। किराँतहरूले करिब 32 जना राजा मार्फत धेरै शताब्दीसम्म शासन गरे। त्यो समयमा मानिसहरूको मुख्य पेशा कृषि थियो। जङ्गल सफा गरियो, खेती विस्तार भयो, तिब्बत र भारतसँग व्यापार बढ्न थाल्यो। किराँतहरूले प्रकृतिलाई भगवान माने। नदी, पहाड, रुख र जङ्गललाई सम्मान गर्ने परम्परा उनीहरूले सुरु गरे। आज पनि नेपालका धेरै समुदायमा त्यो संस्कृति जीवित छ। यही समयमा नेपालको समाज बिस्तारै व्यवस्थित राज्यतर्फ अघि बढ्न थाल्यो। लिच्छविक काल। किराँत शासनपछि सुरु भयो लिच्छविक काल। इतिहासकारहरूले यसलाई नेपालको गोल्डन एज अर्थात् स्वर्णिम युग पनि भन्छन्, किनभने यही समयमा नेपालले ठुलो विकास गर्यो। सबैभन्दा प्रसिद्ध राजा थिए मानदेव। उनको शासनकालले 464 ईसाको शिलालेख आज पनि नेपालको सबैभन्दा पुरानो प्रमाणित शिलालेख मध्ये एक हो। लिच्छविक राजाहरूले मन्दिर बनाए, ढुङ्गेधारा बनाए, पोखरी बनाए, सडक निर्माण गरे, शिक्षा र कला फस्टाए,
संस्कृति भाषाको प्रयोग बढ्यो। हिन्दू र बौद्ध धर्म दुवैलाई समान सम्मान दिइयो। नेपाल भारत र तिब्बत बीचको महत्त्वपूर्ण व्यापारिक मार्ग बन्यो। यही कारणले नेपाल आर्थिक रूपमा पनि बलियो बन्दै गयो। मल्लकाल लगभग 1200 ईसा पछि सुरु भयो मल्लकाल। यो नेपालको कला संस्कृति र वास्तुकलाको सबैभन्दा प्रसिद्ध युग हो। यही समयमा काठमाडौँ, भरतपुर र ललितपुर 3 छुट्टा-छुट्टी राज्य बने। तिनै राज्यबीच प्रतिस्पर्धा थियो, तर यही प्रतिस्पर्धाले सुन्दर दरबार, मन्दिर र चौक निर्माण गरायो। आज हामीले देख्ने काठमाडौँ दरबार, भक्तपुर दरबार र पाटन दरबार स्वीकार्यको धेरै जसो निर्माण यही समयमा भएको थियो। इन्द्रजात्रा, कुमारी परम्परा र धेरै सांस्कृतिक उत्सव पनि यही कालमा व्यवस्थित भए। तर एउटा ठुलो समस्या थियो, ती राज्य एक आपसमा लडिरहन्थे। उनीहरू एकजुट थिएनन् र यही कमजोरीले भविष्यमा एउटा नयाँ शक्तिलाई नेपाल एकीकरण गर्ने अवसर दियो। अब नेपाल इतिहासको सबैभन्दा ठुलो मोडमा पुग्न लागेको थियो। गोर्खाको एउटा युवा राजा उठ्दै थिए। उनको सपना एउटै मात्र थियो, ससाना राज्य होइन, एउटा बलियो नेपाल। उनी थिए पृथ्वीनारायण शाह। अर्को भागमा हामी हेर्नेछौँ पृथ्वीनारायण शाहले नेपाल कसरी एकीकरण गरे, नुवाकोट किन यति महत्त्वपूर्ण थियो, अङ्ग्रेजसँग नेपाल किन युद्धमा गयो र कसरी नेपाल राजतन्त्रबाट गणतन्त्र बन्यो। त्यसैले अर्को भाग नछुटाउनुहोला। नेपालको इतिहास केवल राजा र युद्धको कथा होइन, यो हाम्रो पहिचान, संस्कृति र अस्तित्वको कथा हो। यदि तपाईहरूलाई यस्तै ऐतिहासिक डकुमेन्ट्री र ज्ञानमूलक भिडियो मन पर्छ भने यो भिडियो लाइक गर्नुहोस्, आफ्नो साथीहरूसँग सेयर गर्नुहोस् र हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला। तपाईँको एउटा सब्स्क्राइबले हामीलाई यस्तै गुणस्तरीय नेपाली डकुमेन्ट्री बनाउन प्रेरणा दिन्छ। Thank you for watching. See you in the next documentary. Jai Nepal.